Go. हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आई एम रफ्तार सुजन के अधिकारी। अनि आज हाम्रो गेम ठुलो बिग म्याच छ, आरसिबी भर्सेस पन्जाब। अनि पन्जाबले नि जित्नुपर्ने हो, आरसिबीले पनि जित्नै पर्ने छ। अनि हाम्रो यो होममा खोइ के भएको, आरसिबी जितिरहेन, हटिरहेछ। यो हाम्रो यो सिएसके र मुम्बईलाई चाहिँ जित्यो, उनीहरूकै होममा गएर चाहिँ जितिसक्यो। अब पन्जाबसँग चाहिँ जितिसके छैन, खै किन हो त्यो थाहा भएन। आज चाहिँ अब जित्छ भन्ने चाहिँ होप राखौँ, सबले सपोर्ट गरिदिनु होला। त्यही हो, 13-14 वर्षपछि आरसिबी विराट कोहलीको फ्यान हो, त्यही भएर आरसिबीको चाहिँ फ्यान रह्यो। एकचोटि विराट कोहली चाहिँ सन्यासी लग्नसम्म चाहिँ एकचोटि चाहिँ जितोस् भन्ने सबको चाहिँ एउटा होप हो। अब खोइ चाहना हो, अब खोइ जितोस् भन्ने हो। त्यही हो, अब आज चाहिँ सबले हेरिदिनु होला। यो अब जितोस् भन्ने हो। अब कतै कतै डर नै लागिरहेछ, अब आज हट्यो भने चाहिँ फेरि आरसिबीको चान्स नै जुन्न, त्यही डर लागिरहेछ। फर्स्टमा चाहिँ हाम्रो यो पन्जाबले चाहिँ ब्याटिङ लग्यो भने चाहिँ आरसिबी फिक्स जित्छ, अनि यदि आरसिबीले ब्याटिङ लग्यो भने पन्जाब फिक्स जित्छ प्रिडिक्सन अनुसार। अब टच चाहिँ आरसिबी जित्छ जस्तो लागिरहेछ, किन हो डर नै लागिरहेछ। त्यही नि, आज जितोस् मलाई चाहन्छु। अब हाम्रो दिल्ली, हाम्रो यो पन्जाब र यो आरसिबीले चाहिँ मध्ये एउटाले जितोस्, तर आरसिबीले विराट कोहली चाहिँ अब बुढो भइसक्यो, त्यो अनुसार चाहिँ सन्यास लग्नुभन्दा चाहिँ अगाडि चाहिँ एउटा जितोस् भन्ने हो। आइपिएल उसँग सबै ट्रफीहरू छ, अब आइपिएलको एउटा ट्रफी हुनुपर्ने हो, डिजर्भिङ खेलाडी हो, त्यही हो। अब त्यही नि, डर नै लाग्छ कतै कतै, अब के हुन्छ। अब आज काम छोडेरै नै यो गेम हेर्छु जस्तो लागिरहेछ। काममा जान्न होला सायद, म छोडिदिन्छु होला, आज काम जान्न म छुट्टी लगिदिन्छु। त्यही हो, अब क्रिकेटको अब विराट कोहलीको ठुलो फ्यान भइयो, अब उसको गेम हेर्नै पर्छ। बिहान काम हुन्छ, त्यही नि हामीले हेरेरै जानुपर्छ, त्यही भएर ठुलो फ्यान भइयो, त्यही हो।